सो गाइज हामीले एकछिन धेरै देर जति खेल्यो होइन। सुभाष आफ्नो घर गएर छ किनकि यसको यो लड्यो अनि यसको बेइज्जत भयो, त्यही भएर यो घर गइरहेछ होइन गाइज। यो यस्तो कि यता छ नि यता चिप्ले होइन, अनि यसको केही भयो, यसलाई केही भयो अनि यो भाग्यो। हेर्नु गाइज कस्तो भागिरहेछ। मैले क्यामेरा अन गरेँ अनि भागिहाल्यो। भन्यो कि यार मलाई मजाक उडाउँछ, यसको पुरै गिलो भइसक्यो पछाडि गाइज। थाहा नै होला बेइज्जत सुभाष त गाइज। सुभाष यस्तो छ होइन, त्यो के गर्छ भनौँ, त्यो एकदम यस्तो हरकत गर्छ गाइज, यस्तो गर्छ के गाइज त्यो सुभाष। अब गाइज यस्तोमा के नै गर्नु, सुभाष एउटा कुरा भनौँ, त्यो लास्टै गिला भइरहेछ। अब चाहिँ सबैले मजाक उडाउँछन्, मेरो कपाल उडिरहेछ। म के नै भनौँ गाइज। भाग्दाखेरि क्यामेरा बिल्कुल सिधा राख गाइज। भाइयोको ओए ओए मेरो साइकल खोइ। यसको छ मेरो यता रहेछ। ए उसो त मेरो खोइ यार गाइज। लास्टै थाक्यो भैया, लास्टै थाक्यो म चाहिँ गाइज। अब केही नै भन्ने गाइज। मैले अपडेट दिन्छु भनेको यिनीहरू अहिले क्रिकेट खेलिरहेछन् बलले गाइज। एकछिन गाइज फिसै घुम्दैन यार, चाहे म यता देखाउँ भनेर भन्छु गाइज। यार मलाई लाग्छ आज म धेरै गाइज अलरेडी 8 मिनटको भ्लग बनिसक्यो। अब यो लास्ट भ्लग, लास्ट मिनिङ आजको लागि यति भ्लग बनाउँछु। राति भइसक्यो गाइज। गाइज मलाई गाह्रो भइरहेछ यार। एउटा गर्मी पनि आयो, खोकी पनि आयो, टाउको पनि अलिअलि दुखिरहेछ यार, के भनौँ। त केही छैन, अब आज औषधिहरू खान्छु अनि भोलि 1-2 दिनसम्म निको हुन्छ गाइज। मन्डेसम्म निको हुनै पर्यो गाइज। कोसिस गर्छौँ मन्डेसम्म निको भइहालोस्। मन्डेसम्म होइन, ट्युसडे वेडनेसडेसम्म भइहाल्छ होला गाइज। यार मन्डे धेरै उ छ किनकि गाइज मन्डे स्कुल छ अनि लिसियो पनि छ, स्विमिङमा छु गाइज। त्यही भएर केही छैन, मन्डेसम्म त ठिक हुन्छ यार गाइज। आज म औषधि राति खान्छु, टाउकोको खान्छु अनि घाँटीहरूको खान्छु, के खान्छु होइन। यो औषधिहरू खान्छु, सुत्छु, औषधिले असर गर्छ। अनि भोलि दिउँसो पनि खानुपर्छ होइन, खाना खाएपछि बिस्तारै गएर ठिक हुन्छ गाइज। भएको के हो, यसले हिजो 3-3टा यस्तो के गाइज। यसले म यस्तो बसिरहेको थिएँ होइन, 3टा आइसक्रिम छ होइन। यसले मम्मीको पहिला आफ्नो खायो, मम्मीको खायो, त्यसपछि मेरो खायो होइन। त्यसले बिराम भयो, यसको बिराम मलाई गाइज। 3टा आइसक्रिम खायो गाइज। मैले आइसक्रिम खाना के भने बिरामै हुन्छ भनेको थिएँ, भइहाल्यो, मेरो गल्ती हो र। यसले गर्दा म बनाउनु पनि खोकिसक्यो। अनि गाइज अघि हामी माथि भ्लग बनाएको थियौँ, तपाईँहरू बोरै भइसक्नु भयो मैले ल्याइरहेको छु। त्यही भएर मैले सोचेँ यार तलै भ्लग बनाऊँ यार, सुभाष पनि यहाँ छ, मान्छेहरू आज यहाँ भ्लग त बनाउनै पर्यो। अब चरा फ्लाइ गरिरहेछ गाइज। यो सामानहरू कहिले हटाउने यार गाइज। तपाईँहरूले सोध्नुहुन्छ एउटा साइकल खोइ एउटा उता छ एउटा भित्र छ गाइज। साइकल त हाम्रो छँदैछ, यतै कता नै जान्छ होइन। गाइज यार म भनौँ धेरै भ्लग बनाउन सक्ने, यो एडिटिङमा हालिदिन्छु। आजको लागि यति भिडियो आउँछ। लाइक सब्सक्राइब, थ्याङ्क्स फर वाचिङ, बाइ, टेक केयर। लाइक सब्सक्राइब गरिदिनु होला।